गुरुवा ठ्याक्कै कसले लगाएर रहेछ कहाँनिर छ भनिदिनु त। पक्नुहोस् है, म हेरेर ठ्याक्कै पत्ता लगाइदिन्छु। के पुक्क फुल्नुहुन्छ? अब तपाईँको बुहारीको कर्तुत सबै देखिन्छ, हेर्नु न। अब ज्योतिषकै अगाडि बुहारीलाई शङ्का गर्यो, तिम्रै कुरामा अड्कल काटेर ज्योतिषीले पनि त मेलोमेसो मिलाउने होला नि। त्यति साह्रो त नभन्नु नि दाइ। वृन्दावन 16 वर्ष बिताएर ज्योतिष बनेको हुँ म। मैले हेरेकोमा आजसम्म कसैले अजस दिएकै छैन। तपाईँको गहना कतै टाढा गएको छैन, घरकै वरपर हुन सक्छ। मैले भने हो कि होइन, त्यो अलक्षिणीको काम हो त्यो मेरो गहना लिने भनेर भनेको थिएँ कि थिएन? गुरुवा भन्नु त, ठ्याक्कै कहाँनिर कसको हातमा परेको छ त्यो गहना? मान्छे चाहिँ यही हो भन्न सकिन्न, तर छोरी मान्छेले ल्याए जस्तो देखिन्छ। अब त विश्वास भयो होला नि, अझै बुहारीको पक्षमा बोल्छ। त्यो गहना घरको देब्रेपट्टि रहेको छ, मेरो ध्यानले त्यही देखाउँछ। हो, मलाई अब चाहिँ पुरा विश्वास भयो। हाम्रो घरको देब्रेपट्टि नै त्यो गोठ रहेको छ, त्यही नकचरीले लि त्यो गहना। त्यसलाई मैले जाने छ। ल के अनावश्यक कुरा बोलिदिनु भएको गुरु तपाईँले? मेरो ध्यानले देखेको कुरा बोल्दै आउनु। लाउनुहोस् तपाईँको दक्षिणा। अब घर के रडाको हुने हो। सत्य आखिर सत्य नै हुन्छ। जय ईश्वर। मलाई पनि शङ्का लाग्यो, त्यही भएर यहीँ लिएर आएँ।